यसैपालि चाहिँ नभनौँ अब यसको 4 वर्ष पछाडि चाहिँ लगभग 50 मनको हाराहारीमा गाइज वेलकम ब्याक टु माई मिनी ब्लग र आजको भ्लगमा हुँदैछ अब हाम्रो यहाँ अलैँची रोपाई काडाबम। सो रन दाइ हाउ आर यु फिलिङ? अहिले जस्तो तपाईँ नयाँ खेती लाउँदैछौँ। हजुर अलैँचीमा चाहिँ प्रवेश गरियो, राम्रै लागेको छ। अलैँचीको बिउ पनि राम्रै आएको छ। यसरी हामी चाहिँ सुरु गरियो। यो हाम्रो चाहिँ जात भनेको भारलङ होइन त? जात भारलङ रोपाई यसरी छ। हजुर कति मन फलाउने विचार गर्नुभएको छ दाइ? हजुर कति मन फलाउने विचारले रोप्दै हुन्छ त? अब यसैपालि चाहिँ नभनौँ अब यसको 4 वर्ष पछाडि चाहिँ लगभग 50 मनको हाराहारीमा कैसा लगा मेरा मजाक? सुक्का पैसा ही पैसा होगा। दाइले अनि खेतीपाती धेरै लाउनु भएको छ मकैहरू? अब त्यो त अब लाउनु पर्यो नि भाइ, हामी किसानीय मान्छे हो होइन? हजुर किसानीय भएपछि जे पनि गर्नुपर्ने रहेछ। अहिले अब यो चाहिँ बाँदरको परिश्रमको लागि हामीले चाहिँ अलैँची खेतीतिर लाग्यौँ। हजुर बाँदरले खानु नदिने भएपछि पुरै अलैँची खेतीमा लाग्यौँ। बारी नै अब व्यस्तता तरिकाले। अनि यो चाहिँ कुन जातको यो चाहिँ मकै लाउनु भयो दाइ हजुरले? यो हाम्रो लोकल नै हो हुनु चाहिँ होइन? हजुर तर अलिकति मिसकट पनि छ। बिस्कुट पनि छ है? त्यसमा चाहिँ अब कस्तो भने जात फरक भए पनि हाम्रोतिर चाहिँ एउटै जात भनौँ न। जात फरक भए पनि हाम्रोतिर चाहिँ एउटै जात भनौँ न। यहीको लोकल यहाँ चाहिँ अब हामीले चाहिँ यो ठ्याक्कै भारलङ जात भन्ने रोप्दैछौँ बारीमा। यो पनि आफ्नै बिरुवाको हो? पहिला बिरुवाबाट ल्याउनु भएको कि कताबाट कस्तो? यो चाहिँ हामीले किनेर ल्याएको छौँ। हजुर भनेपछि योपालि किनेर लाउनु भयो? हजुर ए ठिक छ। के गर्नु भाइ, अब खेती किसान नगरिकन नहुने रहेछ। हजुर जति गरे पनि बाँदरले दिएन हामीलाई खानु, नदिएपछि यो ठ्याक्कै अलैँची जात भन्ने चाहिँ लगाइयो। अब यसको 5-6 वर्ष पछाडि चाहिँ 50 देखि माथि नै हाम्रो योजना छ। राम्रो सोच गर्नुभयो रहेछ। यस्तै पो छ त। सोचे अनुसारको तपाईँको होस्। ल धन्यवाद। तपाईँले सोचे अनुसारकै अब पछि फल पनि पाउनुहोस्। धन्यवाद है। हो हामीलाई चाहिएको त्यही नै हो। हस् ठिक छ। हामीलाई चाहिएको त्यही नै हो। हस् ठिक छ।